हेलो सबैजना, आज हामी पढ्न गइरहेछौँ एपेन्डिसाइटिस। के हो यो एपेन्डिसाइटिस भनेको? यसको सबसे सरल डिफिनेसन भनेको इट इज द इन्फ्लामेसन अफ द एपेन्डिक्स। यसको सिम्पटमहरू भनेको एब्डोमिनल पेन, पेरिअम्बिलिकल रिजनतिर, राइट लोवरतिर के भन्छ दुख्ने, नजिया, भोमिटिङ, फिभर अनि लस अफ एपिटाइट, खाना नरुच्ने। हामी कसरी बुझ्ने कुन एपेन्डिसाइटिस औषधमा के गर्नु पर्दैन अथवा कुनमा औषधि खानुपर्छ र कुनमा के भन्छ अपरेसन गर्नुपर्छ? यसको लागि एउटा अल्बाडो स्कोर नामक स्कोरिङ सिस्टम रहेको छ। इफ 5 भन्दा कम छ भने तपाईले के स्कोर आएको छ भने तपाईले केही गर्नु पर्दैन। इफ 5 देखि 7 सम्म छ भने तपाईले औषधिको मार्फत, एन्टिबायोटिकको मार्फत नै ठिक गर्न सक्नुहुन्छ। इफ 7 देखि 10 स्कोर आएको छ भने यु मस्ट गो फर ओटी। स्कोरहरू चाहिँ यस प्रकारको छ। माइग्रेसन अफ पेन भनेको 1 स्कोर, एनोरेक्सिया भनेको 1 स्कोर, नाउजिया भनेको स्कोर 1, टेन्डरनेस इन राइट लोअर क्वाड्रेन्टमा 2 स्कोर, रिबाउन्ड पेनमा चाहिँ 1 स्कोर, एलिभेटेड टेम्परेचरमा चाहिँ 1 स्कोर, ल्युकोसाइटोसिसमा चाहिँ 2 स्कोर, सिफ्ट टु डब्लुबिसी टु द लेफ्टमा 1 स्कोर। यसै गरी स्कोर 10 सम्म पुग्न जान्छ। कम्प्लिकेसनहरू भन्नुपर्दा एब्डोमिनल इन्फ्लामेसन, सेप्सिस, जिआई ब्लिडिङ। यसै गरी इफ ओटी पनि गराउनु भएको छ भने ओटीको पनि कम्प्लिकेसनहरू चाहिँ सेप्सिस हुन सक्छ। डिफरेन्सियल डायग्नोसिसमा चाहिँ मेजेन्ट्रिक एडेन्टिराइटिस, कोलिसिस्टाइटिस, स्वास अब्सेस। ट्रिटमेन्टमा चाहिँ एन्टिबायोटिक्स र एपेन्डिक्टोमी।